यति बेला म मलेसियाको केलाङ स्थित बस पार्कमा छु र यो बस पार्कबाट चाहिँ तपाईहरुलाई 4 तिर 5 तिरको लोकेसन आज म तपाईहरुलाई शेयर गर्दै छु। यहाँबाट तपाईहरु जान सक्नुहुन्छ। नेपाली रेस्टुरेन्ट हो भने तपाईहरुले विभिन्न बैंकहरुमा पैसा निकाल्न चाहनुहुन्छ भने चाहिँ यो यहाँ ठ्याक्कै यो बस पार्कदेखि चाहिँ माइडिनको अगाडिबाट चाहिँ तपाईहरु यता पूर्वतिर लाग्नु पर्ने हुन्छ भने अनि माइडिन यो भइहाल्यो। यो माइडिन छ। यहाँनिर तपाईहरुले के सामानहरु खरिद गर्न सक्नुहुन्छ घर जानको लागि सबै कुरा। अनि तपाई यहाँबाट ठ्याक्कै यो बिल्डिङलाई देखिरहनु भएको छ। यो बिल्डिङ चाहिँ लोटस रेमिट ग्रुपको बिल्डिङ हो। यहाँबाट चाहिँ तपाईहरुले स्पेशली नेपाल पैसा पठाउँदा चाहिँ यो ठाउँबाट पठाउँदा राम्रो हुन्छ, किनभने यहाँबाट रेट पनि एकदम राम्रो हुन्छ। मैले किन यसरी तपाईहरुलाई शेयर गर्दै छु भने तपाई नेपाली दाजुभाइ दिदीबहिनीहरु 2-4 पैसा राम्रो होस्, राम्रो आओस् र तपाईहरुलाई नै राम्रो होस् भन्ने हिसाबले चाहिँ म तपाईहरुलाई यो बिल्डिङलाई देखाएँ। अनि स्पेशली चाहिँ आज हामी अब यसै गरी जाँदै छौं कि अब हामी नेपाली रेस्टुरेन्टतिर जाँदैछौँ। अब नेपाली रेस्टुरेन्टतिर के पाइन्छ, के पाकेको छ हेर्दै जाऊँ क्यारे। अनि तपाईहरु पनि स्पेशली मलेसियामा हुनुहुन्छ भने मेरो युट्युब च्यानलमा पनि जोडिनु होला। म टिकटकतिर पनि आइरहन्छु। यहाँनिर चाहिँ तपाईको यो ठाउँबाट चाहिँ जुनसुकै ठाउँको गाडी छुट्छ। यहाँबाट केलको भयो, जोडबारु, यता पेनाङ सेनाङ सबै यहाँबाट चाहिँ छुट्छ। जस ट्रेन स्टेसनसम्म पनि जान्छ। यहाँ देख्न सक्नुहुन्छ स्पेशली यो चाहिँ यहाँ केलाङको चलेको मार्केट माइडिन यो सबैलाई थाहा छ। अनि यता जाँदैछौँ हामी भित्र। हाम्रो यहाँनिर भित्र चाहिँ भनेको यहाँनिर सामान्य पसलहरु छ भने यहाँनिर चाहिँ टक्क देख्न सक्नुहुन्छ। सामान्य यो हाम्रो बंगाली पाकिस्तानी दाजुभाइ दिदीबहिनीहरुले चाहिँ यहाँनिर राख्न सक्नुहुन्छ, राखेको छ पसलहरु। सबै चीजबिजहरु यहाँ छ नि। स्पेशली यहाँबाट हामी जाँदैछौँ। अब भित्र हामी छिरिसकेका छौँ। भित्र छिरिसकेर यहाँनिर जुत्ता पसलहरु छ भने यहाँनिर कस्मेटिक होलसेल यहाँनिर छ। अनि पान पराग यहाँनिर तपाईहरु खानुहुन्छ भने स्पेशली यो ओरिजिनल पान यो भाइले बनाउँछ। नेपाली पान पराग पनि यहाँनिर पाउन सक्नुहुन्छ तपाईले। इसका प्राइस क्या है? बोला है ना। प्राइस क्या है? यो 1 रिङ्गेटमा तपाईले पाउन सक्नुहुन्छ। यो यहाँ स्पेशली यहाँ भाइले बनाएको पान छ। 1 रुपैयाँ नै हो यो पनि। तपाई आउन सक्नुहुन्छ, खान सक्नुहुन्छ, ओरिजिनल एकदम। अनि यहाँबाट तपाई आउन सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो छ एकदम। यहाँ हेन्सम भाइहरु पनि बसिराछन् यहाँनिर तपाई देख्न सक्नुहुन्छ भने। यहाँनिर चाहिँ यो पुरानो बस पार्क भयो। पुरानो बस पार्कमा हामी आइसक्यौँ। नयाँ बस पार्कबाट यहाँनिर चाहिँ अहिले बसहरु छैन। यो के भन्छ फुटपाथ जस्तै नेपालको बालेन्साले उठाएको फुटपाथ छ त्यस्तै खालको चाहिँ यो यहाँनिर त्यो माथि तपाईहरु देख्न सक्नुहुन्छ बक्सा राखेको छ। अब एकदम अहिले चाहिँ यो बिहानको समय भएकोले गर्दाखेरि त्यति साह्रो मान्छे छैनन्। यहाँ तपाईलाई म देखाउँदै छु यतातिर। यहाँनिर यो रुखको फेदमा नेपाली होलसेल पसल पनि छ। यस्तो छ यहाँनिर तपाईको। यहाँ म माथिपट्टि गएर देखाउँछु। यहाँ यो सेन्टरहरु देखिहाल्नुभयो तपाईले, स्यामसुङ सेन्टरहरु। यहाँ स्यामसुङ सेन्टरको साइडबाट म गएर तपाईहरुलाई देखाउँछु। यता यहाँनिर भनेको यो तपाईको रेट बोर्ड भएको चाहिँ मर्चेन्टेड बैंक हो। ठ्याक्कै त्यो भन्दा मुनि एकजना मान्छे यहाँनिर उभिराखेको छ भने त्यहाँ चाहिँ तपाईको नेपाली रेस्टुरेन्ट पनि छ। त्यहाँनिर तपाईलाई
जे इच्छा लागेको तपाईँले त्यो चिजहरू खान पाउनुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ एकदमै केलाङ आजभोलि सुनसान छ, यहाँ देख्न सक्नुहुन्छ। र तपाईँहरू यदि नयाँ साथीहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई चाहिँ ड्याङ ड्याङ सब्सक्राइब गरेर आउनु होला, यदि सब्सक्राइब गर्नुभएको छैन भने। अनि 1 लाख फलोवर्स पुग्ने बित्तिकै चाहिँ म तपाईँहरूलाई गोलापर्थाबाट छनौट गरेर 1 लाख उपहार राख्नेछु, त्यो जसको भाग्यमा पर्छ है त गाइज। ल आजलाई यति नै छुटौँ, फेरि अर्को भ्लगमा भेटौँला।